अब चाहिँ हेर्न अलिकति बब्बालमा रमाइलो हुने रहेछ क्या। भरेदेखि चाहिँ महाभिडन्त जस्तै भइरहेछ। अब ब्राजिल भर्सेस जापानको छ नि त भरेदेखि त। अनि सो हेरौँ अब कसले जित्छ। जापान पनि राम्रै छ। ब्राजिलले नै जित्छ भन्ने चाहिँ मेरो चाहिँ आशा छ होइन। तर नेमार फेरि खेल्यो भने नेमार अब त्यस्तै भएर अब उसको हेल्थको कारणले गर्दाखेरि ग्राउन्डमा छिर्न पाएको छैन। सिरियसली तर्कै मचाउँछ होला नेमारले पनि। हजुरहरूको सपोर्ट पनि के छ कसो छ प्लिज कमेन्ट गर्नु होला होइन। आजदेखि चाहिँ खत्रै हुने रहेछ क्या आज महाभिडन्त। हेलो एन्ड नमस्ते, वेलकम छ है मेरो भ्लगमा सबैजनालाई। खै अहिले चाहिँ यता म झापातिर छु होइन। झापातिर चाहिँ अब त्यसै छ। अब बेलुका पानी पर्छ। अब दिउँसोतिर यस्तो यतिको हुन्छ। अब बाइकहरू कुदाएर पनि थाहा पाइहाल्नु होला। यतिको अलिअलि हिलो अलिअलि हुन्छ जे होस् भनौँ न। अब सो अहिले त सबभन्दा क्रेज भनेको अहिले वर्ल्ड कपको चलिरहेछ नि त। अनि हजुरहरू चाहिँ कुनको सपोर्टर हो प्लिज कमेन्ट गर्नु होला होइन। अनि म चाहिँ खास गरी अर्जेन्टिनाको हो। अनि यसो हल्का सबैलाई सपोर्ट गरिदिन्छु म सबैलाई दिन्छु। सो आज भरेदेखि चाहिँ महाभिडन्त जस्तै क्या। अब हुन्छ नि अस्ति त अब अलिअलि भइगयो होइन। जस्तै अर्जेन्टिनाले त 3 म्याच खेला 3 म्याच चाहिँ जितिगयो। पोर्चुगलले 1 म्याचमा चाहिँ 5 गोल हान्यो। अरू म्याचमा दुईटै म्याचमा ड्र भयो। ब्राजिलको पनि एउटा म्याचमा 3 गोल हान्यो। अर्को म्याचमा चाहिँ सुरु म्याच ड्र नै भएको थियो। त्यो सायद चाहिँ अलिकति त्यस्तै भयो भनौँ न। अब जे होस् नकआउट चरण नपुगेको छैन चाहिँ अब यो चान्स चाहिँ कसरी हारिहाल्यो नि वर्ल्ड कपको चान्स चाहिँ गुमायो भन्दा हुन्छ। अब चाहिँ हेर्न अलिकति बब्बालमा रमाइलो हुने रहेछ क्या। भरेदेखि चाहिँ महाभिडन्त जस्तै भइरहेछ। अब ब्राजिल भर्सेस जापानको छ नि त भरेदेखि त। अनि सो हेरौँ अब कसले जित्छ। जापान पनि राम्रै छ। ब्राजिलले नै जित्छ भन्ने चाहिँ मेरो चाहिँ आशा छ होइन। तर नेमार फेरि खेल्यो भने नेमार अब त्यस्तै भएर अब उसको हेल्थको कारणले गर्दाखेरि ग्राउन्डमा छिर्न पाएको छैन। सिरियसली तर्कै मचाउँछ होला नेमारले पनि। हजुरहरूको सपोर्ट पनि के छ कसो छ प्लिज कमेन्ट गर्नु होला होइन। आजदेखि चाहिँ खत्रै हुने रहेछ क्या आज महाभिडन्त जस्तै क्या। हेर्दा नै बब्बाल मजा आउँछ। जे 10:45 म्याच छ होइन। तर अरूको म्याच चाहिँ 2 बजे लगभग अलिक ढिलै छ भनौँ न म्याच पनि। अलिक छिटो म्याच हुनेको चाहिँ हेर्न नि बब्बाल मजा आउँछ क्या। अनि सबैजनाको यस्तो हुन्छ नि त कसैलाई हेट चाहिँ गर्नु हुँदैन। जस्ट अब आफ्नो धारणा हुन्छ नि त। अब कहिले कसलाई सपोर्ट गर्ने भनेको आफ्नो मन हो नि त। मनमा अब जे हुन्छ अब जस्तै तपाईँहरूको मनमा अब अर्केको छ भने अब मेरो मनमा अर्कै छ भने त्यो कसैलाई हेट गर्दैन नि त। सपोर्ट गर्न पाइयो नि त आफूले। आफ्नो सपोर्ट गर्दैन त के जान्छ र हौ। नेपाली हामी अब नेपालीले नि युद्ध गर्न थाल्यो भने त गाह्रो भइहाल्छ नि त यार। यो खेलकुदमा सपोर्ट भनेको अलिअलि हल्का गर्नुपर्छ। सो आफूलाई जुन राम्रो लाग्छ त्यही गर्नुपर्छ। कुनैलाई पनि नराम्रो भन्नु हुँदैन। जस्तै मान्छेहरूले च्यालेन्ज खेल्छ नि अब त्यस्तै अब च्यालेन्ज उनीहरूलाई अब रमाइलो अब उनीहरूको कन्टेन्ट नै हुन्छ नि। अब त्यो च्यालेन्ज गरेपछि भाइरल हुने यताउता हुन्छ होइन। तर त्यो चाहिँ एउटा कन्टेन्ट मात्रै हो नि त। अब त्यो सिरियसमा त हुँदैन नि त। नेपालीमा कहाँ अब यस्तो हुँदो रहेछ क्या। मैले बुझ्दा चाहिँ उयो के भन्छ नि त्यस्तो अलिकति अर्काको बिल्ला अलिकति खिलाफमा उडाइकन चाहिँ नपस्दो रहेछ क्या। किनभने जिस्किने भनेको आफ्नै देशकै साथीभाइसँग दाजुभाइसँग त हो नि जस्तो लागेर अलिअलि जिस्किँदा छन्। अलिअलि यसो तेरो टिम यस्तो तिम्रो टिम यस्तो भनेर भन्दा छन्। तर रियलमा चाहिँ त्यस्तो हुँदैन। सबैजना इक्वलै हो। आखिरमा खानु दिने होइन उनीहरूले लाउनु दिने होइन। आफूले जस्ट हेर्न मजा हो। त्यो नि कति मान्छेहरूले त अब पैसा तिरेर पनि प्लेटफर्ममा कुनै प्लेटफर्मबाट पैसा तिरेर नि हेर्नुभएको छ। कुनै एपबाट हुन्छ। तर सबैजनाको सहजताको लागि पनि एउटा कुनै उयो बनाइदिएको भए हुन्थ्यो। अब त्यो फाइनलमा चाहिँ हुन्छ नि होला त्यस्तो पनि। तर अहिलेको नर्मली म्याचमा त्यस्तो छैन ल। जानेका बुझेकाले अब
कस्तो कस्तो के कुन एप युज गरेर हेरिहाल्छन्। अब नजानेकाले अब हाइलाइट यसो युट्युबतिर हेरेर चित्त बुझाउने नि हो। जब यस्तै छ, वर्ल्ड कपको माहौल चलिरहेछ। अब कसले जित्छ भन्नेमा अब फ्रान्सको पनि म्याच बबालै छ। डिम्बेलेले अब ह्याट्रिक हानेको फर्स्ट रन चाहिँ अब फिफा वर्ल्ड कपको वर्ल्ड रेकर्डै राखेको भनेको चाहिँ मेस्सीले हो होइन। फर्स्ट म्याचमै क्या बाफ्रे ह्याट्रिक यार फर्स्ट म्याचमै नि। तर मेस्सीले 3 म्याच खेल्दाखेरि गोल चाहिँ लाएरै निस्क्यो क्या। सुरु म्याचमा ह्याट्रिक हानेको, अनि दोस्रो म्याचमा पनि 2 गोल हानेको उसैले, अन्तिम म्याचमा पनि 1 गोल हान्यो क्या। जे होस् हाफ पछाडि 60 मिनटमा पसेको थियो होला, 80 मिनटमा त गोल आइदिएको फ्री किकमा चाहिँ पनि। जे होस् बबाले छ होइन। 2022को वर्ल्ड कप अब मेस्सीले अब अर्जेन्टिनाले नै उठाएको हो। अब यसपालि अन्तिम वर्ल्ड कप जस्तै लाग्यो मेस्सीको पनि। जो अहिलेको यो अन्तिम वर्ल्ड कप पनि लगभग उठाउने सम्भावना छ। अब खेलमा हार जित त भइ नै हाल्छ सबैको होइन। अब कसले जित्ने कसले हार्ने त अब खेलपछि नै थाहा हुन्छ नि त कसले जित्छ कसले हार्छ भन्ने त। अनि आफ्नो समर्थनलाई चाहिँ आफ्नो टिमलाई समर्थन गरौँ होइन, कसैलाई नहेपौँ। मेरो भनाइ चाहिँ त्यही हेपेर के पाउनु, अब खाना दिने होइन, हामीलाई लाउन दिने होइन। भरेदेखि चाहिँ त्यही त अब अन्डर 32मा पुगेका खान्। अब अन्डर 32मा पुगेका खान्। अब त्यसमा अब चाहिँ एकचोटि पनि एक चान्स मिस भने सक्यो। खोइ कुन हिजोदेखि नै सुरु भएको होला। हिजो नि एकजना त नकआउट भयो। अब त्यो मान्छे त्यो टिमै खेल्नै नपाउने भयो क्या। अब त्यो टिम अब सक्यो भनौँ न। अब चान्स पाउने भनेको धेरै नै छन्। अब जापानको पनि राम्रै खेल्छ। भरेको म्याचमा चाहिँ जित्ने चान्स चाहिँ छ ब्राजिलले। अब हेरौँ के हुन्छ होइन। अब अर्जेन्टिनाको म्याच चाहिँ खोइ कहिले हो पनि मैले एक्ज्याक्टली डेट चाहिँ हेर्न पाएको छुइनँ। जे होस् 2:45को म्याच छ जस्तो लाग्यो। अनि अब चाहिँ पोर्चुगलले पनि सिरियस भएर खेल्न सक्यो भने चाहिँ अलिकति राम्रो हुन्छ होइन। अब अर्को त त्यस्तै हो। यसपालि फेरि नामै नसुनेको देश पनि सहभागिता भइरहेछ क्या वर्ल्ड कपमा। कस्तो म त हेर्दा पनि अब थोडा 48 राख्यो कतिवटा राष्ट्रमा अरे। अनि अब सहभागिता भएको अब कसले कति आफ्नो क्षमता अनुसारले हो नि त। अब जति नै यताउता हल्ला गरे पनि आखिरमा जित्ने उठाल्यो। अब 2018को वर्ल्ड कप भनेको फ्रान्सले उठाएको। एम्बापे त झन् घोडा भइगयो। अब अरू अब गोठे अब बाख्रा नै भए पनि एम्बापे भनेको घोडा नै हो। मलाई जहाँसम्म लाग्छ यङ प्लेयर भनेको फ्रान्स नै छ। सकेसम्म चाहिँ यसपालि कुनले जित्छ अब त्यो त अब भन्न सकिँदैन। यसले जित्छ भन्यो भने फेरि यसले यस्तो गर यसले यस्तो भन्दछ भन्ने मात्रै हुन्छ। त्यही भएर अब त्यो आफ्नो लकै भन्नुपर्छ होला। अब खेल्न सके भने भाग उयो उनीहरूको अब लक भने अब झुकल पुलमा जितिहाल्यो भने त झुकल पुलमा भइगयो, त्यो लकै नभइगयो। तर मेन भनेको मिहिनेत नगरिकन चाहिँ सक्सेस चाहिँ हुँदैन नि त। अब कसले अब अलिकति बढी मिहिनेत गर्छ त्यसले नै पाउँछ यसरी। तर गोल्डन बुट चाहिँ अब 2018मा एम्बापेले पाएको थियो। योपालि चाहिँ मलाई जहाँसम्म लाग्छ मेस्सीले पाउँछ जस्तो लागिरहेछ। तर प्रतिस्पर्धामा धेरै खेलाडी पनि आइरहेछन् नि त। अब एम्बापेको 4 भइरहेछ, मेस्सीको 6 भएको। मेस्सीको 6 भयो होला। मेस्सीको 6 गोल भएको छ। डिम्बेलेको पनि 4 गोल भएको छ। म त अस्ति त उयो के भन्छ नर्वेको होला, नर्वे भर्सेस फ्रान्सको हुँदा त म त हल्यान्ड पनि खेल्छ होला भनेर कस्तो एक्साइटेड भएर ठ्याक्क हेरिरहेको थिएँ। अन्तिममा त हल्यान्ड चाहिँ डाउन बाहिर एम्बापे र उयो भएर के भन्छ डिम्बेले भएर गोल हानिदिइरहेको क्या। फेरि एम्बापेले चाहिँ हानेन होला, डिम्बेले मात्रै हाने। एम्बापेले यसो सपोर्ट गरौँ, जो सिमा भए सपोर्ट त मिलिहाल्छ नि। हो अब मैले धेरै भन्नु छैन। अहिले जस्ट वर्ल्ड कपको म्याच चलिरहेछ त्यही भएर मान्छेहरू बिच अब यताउता। तर अरू बेलाको भन्दा यो पालिको वर्ल्ड कपमा चाहिँ धेरै भनेको नेपाललाई लागेको छ क्या वर्ल्ड कप चाहिँ। सबैले अब हुन्छ नि जर्सी यताउता किनेको छन् होइन। त्यो राम्रो कुरो हो। आफ्नो टिमलाई समर्थन गर्नु होला सबैजनाले। धेरै त भन्दिनँ म, आफ्नो टिमलाई समर्थन गर्नु होला। अनि कसैलाई हेट नगर्नु। सबै हामी एउटै त हो नि। अब नेपाल आमाको छोराहरू त हौँ, हामी पनि छोराछोरी त हौँ। त्यही भएर कसैलाई हेट गर्नु हुँदैन।
म चाहिँ अब अन्तिममा के भन्छ भने म जस्ट सबैलाई इक्वलै मान्छु तर प्रायोरिटी भनेको अलिकति सपोर्ट चाहिँ भनेको चाहिँ अर्जेन्टिनालाई हो होइन। अब नराम्रो चाहिँ नसोच्नु होला, आफ्नो समर्थन हुन्छ नि त। मेरो चाहिँ अब अर्जेन्टिना छ पहिलादेखि र पनि यसो सबैलाई बेस्ट अफ सबैलाई राम्रो होस्, सबैले अब सबैजनाको माथिसम्मै अब जाउन् अब खेलेर जित्नु नै। अब खेलमा हारेर जित्दा भइहाल्छ, हार्न पनि सक्छ जित्न त म केही कुरा भएन, त्यो समर्थन एउटालाई गर्नुपर्छ। अब हारियाना जो पुगे पनि त्यो मतलब भएन। तर मेरो विचारमा चाहिँ अब आफ्नो विचार हुन्छ नि धारणा। अब मेरो विचारमा चाहिँ अर्जेन्टिना चाहिँ एकजना पुग्छ, एउटा टिम चाहिँ पुग्छ। अर्को चाहिँ भन्न सकिँदैन, सबै टिमको अब हेर्दाखेरि क्या भन्दाखेरि बराबरी कस्तो दामी नै छ। अब किपर त्यस्तै छ, म्याचहरू अब खेलाडीहरूको अलिकति म्याचहरू उस्तै छ होइन। त्यही भएर त्यति साह्रो चाहिँ अब ज्योतिषी उयो वैज्ञानिक नै जस्तो भएर चाहिँ भन्न सकिँदैन। यसो आफ्नो टिमलाई सपोर्ट गर्नु होला। मेरो भनाइ चाहिँ यति नै छ होइन। आज चाहिँ यसो हिँड्दाखेरि एक्लै हुँदा नि अल्छी लाग्छ क्या, अब बोलिरहन मन लाग्छ। त्यही भएर यसो भिडियो मार्फत होइन अब यसो कहिले काहीँ बोल्नु पनि पर्छ नि त। यतातिर चाहिँ अब यसै छ। हस् त, थ्याङ्क यू फर वाचिङ है। फुल भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद छ होइन। आउँदै गर्छ, यसो सब्सक्राइब पनि गर्नु, फलो पनि गर्नु होला। सो यति भन्न चाहेँ। हस् त, थ्याङ्क यू, नमस्ते।